दर्शक नमस्कार। गाउँ रमाइलो युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। दर्शकबिन यति बेला म पोखराथोक तल्लो चिदीपानी पोखराथोक पाडिने दुई अर्घाँची। यो तल्लो चिदीपानीमा यहाँ अहिले मकैमा पोहोरको चाहिँ फेरि रोग लागेको छ किरोले। देख्न सक्नुहुन्छ है, यसलाई पात खाएको छ, एकदम किरो लागेको छ। ल हेर्नुहोस् न, पात पनि झिलै पारेको छ। जताततै यस्तै छ। पुरा मकैको एकदम असर पारेको छ, जताततै किरा लागेको छ। देख्न सक्नुहुन्छ, हजुरलाई प्रत्यक्ष देखाएको छु। यसमा पुरा किरो लागेको छ। यसलाई चाहिँ पुरा किरो छ, लानु पुरा सुत्ला खाइरहेको छ। पानी धेरै भयो, पानी पनि राम्रोसँग परेको छैन, त्यस कारणले पनि होला हैन, यो गफर लागेको छ। हेर्नुहोस्, सबै मकैहरू त देख्दा त राम्रो छ, पर धेरै नै किरो खाली लागेको छ। हजुरलाईतिर के कस्तो छ सल्लाह सुझाव अनि लाइक कमेन्ट गर्नु होला, अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला। देख्न सक्नुहुन्छ, जताततै यस्तो पुरा नष्ट पारेको छ। हेर्नुहोस्, यता पनि त्यस्तै खाएको छ, यता पनि त्यस्तै छ। यो पुरा बारीमा पुरा लागेको छ। यसलाई दबाई हानेर पनि औषधिहरू प्रयोग गर्दा पनि औषधिले पनि त्यति धेरै काम गर्ने हुन्छ यसलाई, यो गोबर किरालाई। हजुरलाई मैले गोबर किरा पनि देखाउँछु है। यहाँ तल हुन्छ, यहाँ तल गएर बसेको छ। देख्न सक्नुहुन्छ, यहाँ पुरा खाएर बसेको छ। पुरा गोबर लागेको छ। हजुरकातिर के कस्तो लाग्छ कि लागेन, यस्तो किराहरूको आक्रमण छ कि छैन। म बिचमा पुरा आएको छ, पुरा खाएर भ्याएको छ। ल्याउनुहोस् त, देख्न सक्नुहुन्छ, पुरा खत्तम पारेको छ। ल्याउनुहोस्, किरो यहाँ किरो छ, देख्न सक्नुहुन्छ है। हजुरलाई प्रत्यक्ष देखाउँछु है। लानुहोस् है, हजुरलाई यहाँ किरो छ है। किरो देख्न सक्नुहुन्छ हजुरले, यस्तो किरो हुन्छ है मकैमा लागेको। ल्याउनुहोस् है, यहाँ छ, हजुरलाई प्रत्यक्ष देखाएको छु। यो तल गुगुममा गएको छ। लानुहोस्, किरो चलेको छ, यस्तो किरो लागेको हुन्छ मकैमा। हजुरलाई प्रत्यक्ष देखाएको छु। ल्याउनुहोस्, कति धेरै ठुलो छ। लानुहोस् है, यो किरो ल्यानुहोस्, यत्रो किरो छ। ल्यानुहोस्, मकैमा लागेको किरो छ। ल्यानुहोस् है, जताततै यस्तो छ। पानी नआएको कारणले पनि होला, पानी पनि अहिले धेरै नै कम मात्रामा परेको छ हाम्रो यो पाडिने दुई अर्घाँचीमा। हल्का कुरोहरू पनि लागेको छ, मात्रै पानी आएको छैन।